ढिलो आएर मैला टोली हामीलाई डाइलग हानेर हिँड्न आँट्यो है यहाँनिर यस्तो नि हुन्छ बहुत समय बाद की बात है भनेको मतलब धेरै समयपछि हामी आइपुग्यौँ हैन अब यहाँबाट अझै डल्लै हिँड्नु पर्ने छ अहिले पनि हेर्दैछु पिच त उति देखिरहेछु मैले कहाँ हिँड्यौँ हामी यो त के हामीलाई त यहाँ भुलभुलाइमा हाले जस्तो भइसक्यो यहाँनिर फिल त होइन अलिकति हुन्छ नि हैन हामी जङ्गलमा हरायौँ अब हामीलाई मोगलीले लान्छ गाइस यो के हो त्यहाँ खोलै खोला तिरै तिर चौतारी र बिरे त्यो उता पाउँछ नि मरुभूमिमा हौ त्यस्तो देखे कहाँ गयो कहाँ माथि ओइ कहाँ गयो लौ होइन यस्तो उकालो छैन छैन ए बाबा त्यस्तो बाटोहरूमा नहिँड न हौ नानी दुःख नगर न साह्रो तिमीहरूलाई नि म अहिले अब एकचोटि ओर्लेर माथि जान्छु भन त यसरी तिमीहरूका मैले भाटा बजाइन छु भने यो पनि हालिदिन्छ ल भिडियोमा यो पुरै दादा पुरा कडा रहेछ नि दाइ भन्ने हुन्छ नि त टेर्न चाहिँ टेर्दैन मलाई होइन यसो भिडियोमा चाहिँ कडा रहेछ दाइ भन्ने जस्तो बनाइदिउँ न भनेर नि त चप्पल हौ को लडो भने चाहिँ चप्पल लड्छ यस्तो बाटोमा हामी बाइक लिएर आउँछौँ नि आम्मामा कडै मान्छे हो नि हामी ल मैले अघि भने होइन तिमीहरूलाई मैले अघि भने नि तिमीहरूलाई ओ तान्नु परिरहेछ ठेल्नु पनि परेको छ पछाडि ठेल्नु पनि पऱ्यो ल पढै गीत निकालो केटोले दियोस् के भयो यहाँ हेरौँ कस्तो हुन्छ भनेर ओइ त्यही भएर यस्तो ठाउँमा नहिँड भनेको एउटा मुढा यहाँबाट गुल्केको तल गएर भरे रोडमा पिच रोडमा पौड्यो भने लु त हाइट डेन्जर एरिया गाइस डेन्जर एरिया देखिसक्यौँ हामीले 4 चोटि देखिसक्यौँ 4 चोटि देखिसक्यौँ र ऊ पिच भनिसक्यौँ गाइस तपाईँले पनि थाहा पाइसक्नु बोला अहिलेसम्म अनि एउटा केबल कारको व्यवस्था चाहिँ हुनु पर्यो सरकारी यहाँनिर होइन हामी यस्तो बाटोमा बाइक लिएर आउँछौँ मायाको चाहिँ कडै मान्छौँ नि हामी पुरै अनि यस्तो बाटोमा बाइक कुदाउने मान्छे हो त हामी शान्तिनो मान्छे हो चान्चुने मान्छे हो आमामा ऊ ओल्ड पार्टी पो माथि बरु यो चाहिँ सालको ऊ त्यस्तै लहरा झुन्डेर जान्थ्यौँ गाई चाहिँ पहिले सालको ऊ त्यहाँनिर लहरा छ नि हो त्यस्तै लहरामा झुन्डेर जान्थ्यौँ हामी पहिले एक कुदाखेरि खै नगर न सालको पात छैन धानको मर्स्याङ्दी छ ल ल ए भन्थ्यो नि त्यसले पहिले गाइज हामी थाकेर पुरै इलित्ते पिलित्ते भइसक्यौँ कसरी पुग्नु राजा रानी इट्स अ च्यालेन्ज अफ द डे आमा कस्तो दाइ 3-4 वटा सुन्यो नि यस्तै हो गाइज मैला टोली आउँदैछ हिँड्न हिँड
अब हामी यस्तै ढिर चढ्दैछौँ माथि। मिस्टेक चाहिँ के भयो भने नि मैले चप्पल मात्रै लगाएर आएँ क्या, जुत्ता लगाएर आएँ क्या। अब चाहिँ म सेलेक्टै हुन लाग्यो होइन। अब चाहिँ बसेर पनि 2 घन्टा उठ्दिनँ, तेस्रो घन्टामा अनि म जान्छु। अर्को फेरि यहाँ क्रिस बनेर कुद्दैछ। लु अब चाहिँ हाम्रो सही हो। फाइनल्ली बस्ने डेस्टिनेसन आयो हाम्रो। अब हामी बस्छौँ एकछिन। बस है। ऊ त्यहाँबाट आएको है हामी, ऊ त्यहाँ तलबाट। एकदम दामी ठाउँमा यहाँ सबैजना रेस्ट गर्दै हामी उताबाट आएको भर्खर आइपुगेछौँ। हैरान त पर्यो नि, अब के गर्ने। त्यो बाटो त होला नि पुरै पिछबाट पिच त त्यो होइन, उताबाट आएको बाटो चाहिँ घर देखिँदैन रहेछ यहाँदेखि। उहाँ छ माइजहरू घर। ओए ओराइज ल। म पनि बसेँ अब चाहिँ। ए ऊ त्यो म त सुइली जान्छ होला नि त, ऊ त्यहाँ गएर बसिरहेको छ घाँस। ल ठिक छ। यिनीहरू के गर्दैछन् यहाँ आइज र उहाँ आइज। चल्दैछ यिनीहरूको मैला टोली आउँदैछ। ल एकछिनमा कन्टिन्यू गर्छु म फेरि।